दर्शकबिन यो वडा नम्बर 4 मधुबनको वडा नम्बर 4 स्थितमा यो पहिलो तपाईको बाल विवाह मुक्त क्षेत्र भएको हुनाले गर्दा लुम्बिनी प्रदेशका 5 नम्बर प्रदेशका मन्त्री हाम्रो जन्मजय तिमिल सिन्हा उपस्थित भइसक्नु भएको छ र हेर्न सक्नुहुन्छ दर्शकबिन जुन यो अहिले यो बाल विवाहको कार्यक्रममा भनेको स्वयं उहाँ आफै लुम्बिनी प्रदेशको जुन मन्त्री हुनुहुन्छ हाम्रो जन्मजय तिमिल सिन्हा उहाँ आफै उपस्थित हुनुभयो। जनताहरूको बीचमा जनताहरूसँग माझमा र समय भनेको आफै उपस्थित हुनुभएको छ दर्शकबिन जुन हाम्रो हुनुहुन्छ लुम्बिनी प्रदेशका मन्त्री सामाजिक तथा मन्त्री हाम्रो जन्मजय तिमिल सिन्हा जो बाल विवाह मुक्त वडाको रूपमा हामीले घोषणा गरेको छौँ 8% मा झरेको छ र यसलाई अझै 0% मा छाड्ने किनभने धेरै साथीहरूलाई मैले पहिले पनि भनिरहेको थिएँ कि यो वडाको वडा अध्यक्षज्यू एउटा एनर्जेटिक एउटा जुझारो एउटा समाज बुझेको र सबै समाजलाई मिलाएर लिन सक्ने नेतृत्व हुनुहुन्छ उहाँले केही न केही अरू वडाको प्रतिनिधित्व भन्दा फरक सोचमा चाहिँ जानुहुन्छ भन्ने मैले मेरो कल्पना हो। साथीहरूले त्यो कुराको विश्वास मान्नुहुन्छ मान्नु हुँदैन एउटा थारू समुदायमा र यस्तो व्यक्ति जसले चाहिँ आफ्नो विचारलाई चाहिँ कहिले पनि कुल्चिएर र आफ्नो विचारलाई कहिले पनि दबाएर चाहिँ समाजको अगाडि प्रस्तुत हुनुभएको छैन तर त्यस्तो व्यक्तिले आज यो ठाउँमा चाहिँ यो वडालाई यो अवस्थामा चाहिँ महिलाका आवाजहरूलाई चाहिँ सुनेर बुझेर र सङ्घ संस्था मार्फत चाहिँ आज यो अवस्थामा ल्याइपुग्नु भएको छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। साथसाथै यो नगरपालिका परिवारले जुन रूपमा चाहिँ नगरपालिका परिवारले चाहिँ साथ दिएको छ त्यसको लागि नगरपालिका परिवार पनि धन्यवादको पात्र छ भन्ने मलाई लाग्दछ र यी यावत विषयहरूलाई तपाईँहरूले चाहिँ हामी सबैले बुझ्नुपर्छ भन्ने मलाई लाग्दछ। मधुबन नगरपालिका वडा नम्बर 4 बाल विवाह मुक्त घोषणा समारोहमा मिति 2081 साल फागुन 24 गतेका दिन तपाईँको यो बाल विवाह मुक्त वडा भएको हुनाले गर्दा तपाईँको वडा नम्बर 4 स्थित मधुबन बिहेवारी 20 वर्ष पारी सबै महिला तथा बालबालिका लागि अधिकार समानता र शक्ति करोड जुन यो 115औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बाल विवाह मुक्त घोषणा समारोह वडा नम्बर 4 कार्यालय मधुबन बर्दिया 115औं अन्तर्राष्ट्रिय महिला दिवस तथा तपाईँको श्री सृजनाशील महिला विकास तथा बचत ऋण सहकारी संस्था मधुबन 6 जुन कि र्याली कार्यक्रममा तपाईँ आइसकेको छ भने बिहेवारी 20 वर्ष पारी भन्ने एउटा मूल नाराका साथ आज यो तपाईँको बाल विवाह मुक्त घोषणा तपाईँको भनेको वडा नम्बर 4 मधुबनको पहिलोचोटि तपाईँको कार्यक्रम आज सुरुवात भएको छ भनेपछि महिला दिवसको अवसरमा सबै महिला तथा बालबालिकाको लगानी अधिकार समानता भएका छौँ।
हुँदैछ, पर्दा अनावरण हुँदैछ। सम्पूर्णलाई जोरदार तालीले सम्मान गरिदिनका निमित्त पनि हार्दिक अनुरोध गर्दछु। वडा नम्बर 4 ले इतिहास रच्दैछ। बाल विवाह मुक्त वडामा पहिलो बाल यहाँहरूलाई विवाह स्वागत मुक्त गर्नुका वडा। साथै बाल विवाह बाल मुक्त वडामा विवाहको अन्त्य यहाँहरूलाई स्वागत छ। समूह घाटन समाजको गन्तव्य गर्नुभएको छ दर्शकबिन। मधुबन नगरपालिकाका मेयर साहब, यस कार्यक्रमका विशेष अतिथि आदरणीय व्यक्तित्व टेकबहादुर पाटिल, यस कार्यक्रममा उपस्थित मधुबन नगरपालिका वार्ड नम्बर 8 का वार्ड अध्यक्ष आदरणीय व्यक्तित्व, मधुबन नगरपालिकाका प्रवक्ता मेघबहादुर गुरुङज्यू र यस कार्यक्रममा उपस्थित सेविकाहरू सम्पूर्णलाई मधुबन नगरपालिका वार्ड नम्बर 4 को तर्फबाट म स्वागत गर्न चाहन्छु। विभिन्न कार्यक्रम मार्फत एकदम भोलिन्टियरी जति बेला भन्यो त्यति बेला हामीलाई बोलाउनु। सन्तोष यहाँलाई धेरै धेरै बधाई छ, सम्मान छ। तपाईँको ल्यापटप सिएमओ तपाईँ सिएमओ तपाईँको उत्कृष्ट भएको हुनाले गर्दा ल्यापटप तपाईँको दिनुभएको छ। जन्मजयन्ती सिन्हा जुन हाम्रो लुम्बिनी प्रदेश मन्त्री, सामाजिक तथा विकास मन्त्री। सबै बालबालिकाको लागि ऊर्जाको स्रोत हुन सक्छन्, हौसला प्रेरणाको स्रोत हुन सक्छन्। त्यसैले यहाँहरूको सम्मानको निमित्त जोरदार ताली बजाइदिनु। धार्मिक सांस्कृतिक रूपमा धनी नगरपालिकाको रूपमा छौँ। विविधतामा धनी हामी, संस्कृतिका धनी हौँ। सांस्कृतिक कार्यक्रममा थुप्रै प्रस्तुतिहरू भए। हामीहरूले गीतबाट सुन्यौँ महिला हिंसा अन्त्य गरौँ भनेर। महिलाहरू हिंसा सहन बाध्य छन्। किन बाध्य छन् भन्दा आर्थिक रूपमा सशक्त छैनन्। मधुबन नगरपालिकाका नगर उपप्रमुख थियो। त्यसै गरी आजका प्रमुख अतिथि आदरणीय व्यक्तित्व लुम्बिनी प्रदेशका माननीय सांसद एवं सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हाज्यू र यस कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू, सर्वप्रथम त म मधुबन नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यस कार्यक्रमको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। महिलाहरूको नारी दिवसको रूपमा, यसलाई महत्त्वको रूपमा, एउटा चाडको रूपमा, जसरी हामीले दसैँ तिहार माघे होली हाम्रो नजिकै आइरहेको छ, जसरी हामीले मनाइरहेका छौँ, त्योभन्दा दोब्बर एउटा हौसिएर महिला दिदीबहिनी आफ्नो अधिकार परिवारबाट शोषित हुने मुक्त हुन पाउनुपर्छ, स्वतन्त्र रूपमा हिँड्न पाउनुपर्छ लागि सङ्घर्ष गरिरहनु भएको छ। निरन्तर महिला अधिकारको लागि सङ्घर्ष गरिरहेको नेपालको इतिहास छ। र म नेपालका ठुल्ठुला नेत्री हाम्रो मङ्गलादेवी सिंहदेखि अघि दिव्य कोइरालाको कुरादेखि अहिले आएर चाहिँ नेपालका ठुल्ठुला महिला नेत्रीहरूले पनि महिलाको बुझेको छु र हामी जनप्रतिनिधि त्यो जिम्मेवारी पुरा गर्नेछु भन्ने प्रतिबद्धताका साथ हामीले आफ्ना विचारहरू, आफ्ना धारणाहरू, आफ्ना सोचहरू सार्वजनिक रूपमा घोषणा गरिरहेका छौँ। र हामी तपाईँहरूकै सहयोग गर्नका लागि, तपाईँहरूकै आकाङ्क्षा पुरा गर्नका लागि र पछाडि परेको समूहलाई अगाडि उठाउनका लागि जनप्रतिनिधिले कसम खाएको हुन्छ, बाचा खाएको हुन्छ र प्रतिज्ञा गरेको हुन्छ। निर्वाचनका क्रममा घोषणा पत्रमा पनि त्यो कुरा उल्लेखित गरिएको हुन्छ। अशिक्षित अहिले पनि 15% महिला चाहिँ शिक्षा क्षेत्रमा पहुँच लुम्बिनी प्रदेशको डाटाले त्यो बनेको छ। र
अहिले बैङ्कमा चाहिँ अहिले पनि 38% महिला दिदीबहिनीहरू बैङ्कको पहुँचमा पुगेको अवस्था छैन र कहाँनिर समानता छ, कहाँनिर बराबरीको समानता छ भन्ने कुरा हामीले बुझाउन सकेका छौँ वा छैनौँ र आज तिनकै छोरा नाति हामीहरू चाहिँ नेतृत्व गरिरहेको अवस्था पनि छ र हामीले त्यो इतिहासलाई बिर्सिनु हुँदैन र त्यो इतिहासलाई चाहिँ स्मरण गरेर आजको महिलाको अधिकारका लागि हामी पुरुषले चाहिँ त्यो अधिकारका लागि निरन्तर लडिरहनु पर्ने छ। यो महिलाको सरकार भन्ने गरेका छौँ कि हामी अहिले पनि महिला हिंसामा परिरहेको अवस्था छ। राखेको बच्चा मेरो होइन र मेरो परिवारसम्म त्यो समस्या आएको छैन, कुनै कसैको हुनसक्छ, मलाई के चासोको विषय भन्ने हो भने भोलि हाम्रो छोराछोरीकै, हाम्रै छोरीहरूको, हाम्रै बहिनीहरूको बच्चा त्यो समस्यामा पर्दाखेरि हामीलाई कस्तो खालको अनुभूति हुनुपर्छ, कस्तो खालको अनुभूति हुन्छ त्यो कुरा स्मरण गर्दै आज त्यसको खोजी हुनुपर्छ भन्ने म तपाईँहरूको बिचमा निवेदन गर्न चाहन्छु। किनकि बिना पीडाले चाहिँ त्यो नारीले चाहिँ त्यो बच्चा पेटीमा राख्न बाध्य हुनु भएन होला भन्ने पनि हामी सामूहिक नेतृत्व गर्ने, सामूहिक धारणा बोक्ने नेतृत्वले चाहिँ त्यो बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। शिक्षाको विषय बनेको छ र यी शिक्षा क्षेत्र भनेको मुलुकको, समाजको सबभन्दा रूपान्तर गर्ने क्षेत्रको रूपमा चाहिँ चिनिने पहिलो पाठशाला हो भन्ने मलाई लाग्दछ। एउटा बुवा आमाले धेरै ठुलो सपना देखेको हुन्छ आफ्नो बच्चा सन्तानमाथि, त्यो चाहे छोरी होस् चाहे छोरा होस्, उसले चाहिँ विद्यालय पठाउँदै गर्दा आफ्नो 9 महिना कोखमा जन्माएको बच्चा कति पीडा, कति दुःख, कति कष्ट र हिजो आजको जस्तो आज 10 मिनटमा गुलरिया पुगिन्छ र आधा घन्टामा चाहिँ हामी नेपालगञ्जमा पुग्छौँ, तर त्यो अवस्था हिजो थिएन। त्यो कुरा पनि हामीले बिर्सेका छैनौँ। शिक्षा र साक्षरताको कमीले हामी शिक्षा क्षेत्रमा अहिले चाहिँ हामी संस्कृतितिर अहिले नाच गान र कुनै डान्स गर्ने भयो भने हाम्रो मासले चाहिँ त्यही ध्यान केन्द्रित हुन्छ, तर एउटा नेतृत्वले के बोलिरहेको छ हाम्रो समाजमा त्यसको सङ्ख्या बढ्न जान सक्ने सम्भावना रहन सक्छ। त्यसै कारणले शिक्षा क्षेत्रलाई हामीले गिट्टी फोडेका छौँ, मजदुरी गरेका छौँ, भारतमा चौकीदारी गरेका छौँ र विदेश खाडी मुलुकमा चाहिँ आफ्नो श्रीमान भाइ भतिजाहरूलाई कमाउन पठाएका छौँ र खेती व्यवसाय गरेका छौँ, किसानी गरेका छौँ र जङ्गलको दाउरा घाँस ल्याएर चाहिँ बजारमा बेचेका छौँ। बजारको करेसा बारीको तरकारी बजारमा चाहिँ हाम्रो टोकरीमा लिएर, छिट्नीमा लिएर चाहिँ बेचिरहेका छौँ। तर के भने आफ्नो सपना पुरा गर्नका लागि आफ्नो छोराले राम्रो पढोस्, छोरीले राम्रो पढोस् र भोलि हामीले दुःख नपाऊँ, जसरी हामीले दुःख पीडा भोग्नु पर्यो त्यसरी चाहिँ मेरो सन्तानले पीडा नभोग्नु परोस् भन्ने त्यो एउटा उद्देश्य, तीर्ण उद्देश्य लिएर चाहिँ विद्यालयमा पठाइरहेका छन्। दिदीबहिनीको चाहिँ जो सपना छ र लुम्बिनी प्रदेशको नारा छ, अनि त्यो नारा पुरा हुनेछ भन्ने मलाई लाग्दछ र त्यो नारा पुरा गर्नका लागि हामी सबै समाज सजग भएर चाहिँ अगाडि बढ्नुपर्छ। हरेक क्षेत्रमा, चाहे कृषि क्षेत्रमा होस्, चाहे मजदुरी क्षेत्रमा होस्, चाहे व्यवसायिक क्षेत्रमा हो, हामी राजनीतिक क्षेत्रमा, शिक्षा क्षेत्रमा चाहिँ हामी आफू अब्बल भएर चाहिँ समाजलाई चाहिँ अगाडि रूपान्तर गर्न सक्यौँ भने बर्दिया जिल्लामा हामी अग्रस्थानमा छौँ। आफ्नो परिवारभित्र समस्या आउँदैन, जनताका मुद्दा, समाजका मुद्दादेखि हामी धेरै टाढा भइरहेका हुन्छौँ। धेरै पूर्वाधारहरू बर्दिया जिल्लामा छन्, धेरै लुम्बिनी प्रदेशलाई समृद्धि बनाउनका लागि धेरै पूर्वाधारहरू, धेरै प्राकृतिक साधन स्रोतहरू बर्दिया जिल्लामा छन्। संस्कृति छ, त्यो समाज छ, त्यो कल्चर छ, तर चाहिँ त्यसलाई चाहिँ हामीले चाहिँ रूपान्तर गर्न सकेका छैनौँ। ऐसा रेउले जसले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि खेलेर चाहिँ आफ्नो चाहिँ प्रतिभा र मधुवन नगरपालिका र बर्दिया जिल्ला र आफ्नो राष्ट्र चिनाउने प्रयास गर्नुको एउटा सामान्य परिवारको र एउटा कमजोर अवस्थाको एउटा बहिनीले आफ्नो देशलाई, आफ्नो मुलुकलाई, आफ्नो समाजलाई, आफ्नो पालिकालाई चिनाउने, आफ्नो वडालाई चिनाउने आज आइसा रेउले भन्ने बर्दिया जिल्लामा मात्रै होइन, नेपालमै चिनिने एउटा बहिनीको रूपमा चाहिँ स्थापित हुनुपर्छ, खेलाडीको रूपमा चाहिँ स्थापित हुनुभएको छ। त्यसै गरी आज काँक्राले कसरी कोतर्छ र रकतम्बे भएर चाहिँ बेलुका आउँदाखेरि, राति सुत्दाखेरि शरीर कसरी चिलाउँछ भन्ने त्यसको पनि राम्रो अनुभूति छ। त्यस कारणले मैले धरातल बुझेको छु। त्यो धरातल बुझेको कारणले तपाईँको एउटा भाइ, तपाईँको छोरा, तपाईँहरूले मतदान दिनुभएको कारणले म महिला दिदीबहिनीहरूलाई एउटा नमन गर्न चाहन्छु, हात जोडेर बिन्ती गर्न चाहन्छु कि
तपाईँको एउटा भाइ छोरा भतिजा साथीले चाहिँ तपाईँहरूको अपमान गर्ने छैन, तपाईँहरूको मतको अपमान गर्ने छैन। अन्य प्रतिबद्धताका साथ यो कार्यक्रमको पूर्ण सफलताका साथ म तपाईँहरूबाट यो आउँदै गरेको भोलि सानातिना राजनीतिक दलमा नेतृत्व जनप्रतिनिधिको रूपमा परगरजी र महिला दिदीबहिनी बिचमा केही दुष्ट भने यो होली फागु होलीले पखाल्नेछ र त्यसको पनि शुभकामना दिँदै र यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिँदै बिदा हुन्छु। धन्यवाद, नमस्कार, राम राम।